हेर त मेनबाट सुरुबाटै गर कि अनि यो ब्रान्च यो साइड ब्रान्चको नगर मेनबाट गर जस्तो यो मेनको लिफ यो हो हैन यो नो 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 पर्टिकुलर लिफ यो हैन खै छोड त यो एउटा हो यो दुईटा हो यो चाहिँ यसबाट आएको ल्याटरल ब्रान्च हो है यो एउटा हो यो दुईटा हो हैन यो तीनटा अनि त्यसपछि यो चारवटा अनि लिफ पाँचवटा हैन छवटा सातवटा 8 9 10 11 12 13 14वटा ल 14 भनेपछि एक अब यो 14 यो 13 यो 12 हैन 11 10 9 8 7 5 हो यो अब यहाँसम्मको चाहिँ लिफहरूलाई केही पनि नगर्ने हैन भनेको यहाँसम्म आएकोलाई चाहिँ हामीले खासमा यहाँबाट चाहिँ लेटरल सुट आउन दिने हैन कि यो छ नि यो लेटरल सुटहरू चाहिँ खासमा आउन दिने चाहिँ होइन बुझ्यौ नि अब यहाँबाट यता आएकोमा चाहिँ दिने हो अब यसलाई चाहिँ हामीले प्रुनिङ गरेर हटाउन सक्छौँ भनेको 5वटा लिफ आउने बेलासम्मको चाहिँ लेटरलहरू चाहिँ आउन नदिने बुझ्यौ अनि त्यसपछि अरूलाई चाहिँ आउन दिने हो अब खासमा यो लिफ हार्भेस्ट गर्न हुन्न यहाँ फोटोसिन्थेसिस गर्ने हो नि त हैन यसलाई पनि हटाइदेऊ 1 2 3 4 5 हैन अनि अब यहाँबाट आएकोलाई चाहिँ आउन दिने हो हैन यो 5वटा लिफले चाहिँ के गर्छ यो फोटोसिन्थेसिस गर्छ यो बेसिक हो के बेसिक लिफ हो के यो मेन्टेनेन्स लिफहरू हो के यो हैन अब त्यसपछि चाहिँ यो 5वटा भयो 6 7 8 9 10 11 12 अब चाहिँ हामीले के गरौँ भनेर भन्दाखेरि अहिलेलाई यहाँबाट पेन्सिङ गर्दैन हैन अब यिनीहरूबाट चाहिँ सुन अब यो बीचको भागबाट आएको जुन लेटरल हुन्छ नि हो तिनीहरूलाई राख्ने हो है अनि लेटरलबाट आएकोलाई पनि हामीले के गर्छौँ फेरि यसरी नै चाहिँ यो एपिकल पार्टलाई रिमुभ गरिदिन्छौँ लेटरलबाट आएकोलाई कति गर्ने 10 देखि 12वटा लिफ आएपछि त्यसलाई चाहिँ पेन्सिङ गर्ने बुझ्यौ यो खासमा चाहिँ 6 देखि 8 फिट भनेर भन्छ हैन यो अहिले 6 फिट भइसक्यो छैन 6 देखि 18 भनेपछि लगभग 2 मिटर जति जान्छ त हैन 1.5 मिटर जति जान्छ यो लगभग अलि भएको छैन त्यही पनि मैले प्र्याक्टिस गराउनलाई तिमीलाई सिकाइदिएको है ठिक छ नि अब यहाँबाट उता कतिवटा लिफ आएपछि गर्ने लेटरलमा 10 देखि 12 लिफ काउन्ट गर्ने है अब यसको यो अर्को सेकेन्ड प्लान्ट हो है हामीले दुईटा राखेको अब ठिकै छ यो बोर्डर प्लान्ट भएको हुनाले यसलाई राख्दिउँ मैले केही भएन अब यसबाट चाहिँ 5वटा लिफ काउन्ट गर ल फेदबाट ठुल्ठुलो लिफलाई गर है हैन हो यसको पनि लेटरलहरूलाई चाहिँ प्रुनिङ गरिदिने हैन यसलाई पनि प्रुनिङ गरिदेऊ खै यसलाई पनि प्रुनिङ गरिदेऊ अनि यसलाई पनि प्रुनिङ गरिदिने हैन यो पनि हटाइदिने ल भयो अब बाँकी रहेको यसलाई रहन देऊ है अब यो बढ्दै जान्छ अलि माथि गएपछि चाहिँ फेरि यसलाई पनि प्रुनिङ गरिदिने ठिक छ ल अब यसरी नै कुकुरबिटहरूमा चाहिँ यो खास किन चाहिँ तिमीले यो हामी मेन चाहिँ भाइनलाई पिन्चिङ गरेपछि लेटरलमा जान्छ हैन यो कार्बोहाइड्रेटहरू चाहिँ लेटरल ब्रान्चमा चाहिँ जान्छ हैन त्यसबाट लेटरल ब्रान्च र अनि त्यसपछि लेटरलहरूबाट चाहिँ आउनेमा चाहिँ बढी फ्युल फ्लावर हुन्छ भन्ने है अब यसरी नै गर्ने हो अलि अब यो लाइनमा हेरेर लामो भएको चाहिँ कुन छ न यता हैन यो त रिसर्चको हो यसमा तिमीले हेटाजाटी गरेर हुन्न यसमा काउन्ट गर्नुपर्छ अब यतातिर जनरेसन हो के फर्स्ट अब यहाँ अहिलेको ग्रुपले चाहिँ एक एकवटा बोर्डमा गर्ने यो भित्रको जाने हैन